संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको मिति 2081 12-18 को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्म 2081 साल चैत्र 19 गते मंगलबार राति 12 बजेदेखि अन्त्य गरेको छु। रामचन्द्र पौडेल राष्ट्रपति 2081 चैत्र 19। मान्य सदस्यहरू, प्रतिनिधि सभाको चालू 5औं अधिवेशन आज राति 12 बजेबाट अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही अन्त्य हुन्छ।